फ्रन्टमा हामी नेपालीको भोइस आयो, उनीहरूको च्यानलबाट कुराहरू आयो। सो यसलाई चाहिँ के हो त भन्दाखेरि त्यतिखेर हेर्नुहोस् एउटा लिडर अगाडि नआएको भए यो कहीँ पनि जाँदैन थियो। त्यो सबैजनाले मान्नुहुन्छ होइन? अब आएर ल त्यो एउटा चिज हामीले पार गरिसक्यौँ। रिभोल्युसन एग्रेसनले ल्याउँछ, तर देश बनाउँछ डिप्लोमेसी, देश बनाउँछ व्यवस्थापनले। अब यसलाई के गर्नु पर्यो त भन्दाखेरि एउटा कम्पनी बनाएको जसरी सोच्नु पर्यो क्या हजुरहरूले। एउटा कम्पनी भनेको के हुन्छ त? एउटा कम्पनीको धेरै ढाँचाहरू हुन्छ। एउटा ढाँचा सबै ढाँचा राम्ररी काम गरेपछि बल्ल सक्सेसफुल हुन्छ नि त होइन? हाम्रो देश पनि एउटा कम्पनी जस्तै हो होइन? यो देश पनि फङ्सनिङ हुनको लागि त्यसको विभिन्न अङ्गहरू फाइन काम गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि तपाईँहरू यहाँ हुनुभएकाहरूले सुशीला कार्की अपोइन्ट गरेकोमा कसैलाई अपोजिसन छ? सही क्यान्डिडेट हुनुभयो जस्तो छ उहाँ बाहेक छ? सो त्यसमा भनेको के हो त भन्दा हजुरहरूको भोइस एउटा हेड अफ स्टेटलाई दिइसक्नु भएपछि एउटा घरमा तपाईँलाई ल तिमी जिम्मेवारी काम गर भनेर दिएपछि हातखुट्टा बाँडिदियो भने उसले जिम्मेवारी काम गर्न सक्छ? सक्दैन नि त। सो मन्त्रीमण्डल गठन भनेको चिज चाहिँ हामीले के गर्न सक्छौँ? रिकमेन्डेसन मात्र गर्न सक्छौँ। हाम्रो तर्फबाट उहाँहरूलाई पनि हेरिदिनु है भनेर छान्ने नछान्ने अधिकार अब हेड अफ स्टेटको एउटा चिज हामीले रिकमेन्डेसन गर्ने, हामीले फोर्स गर्ने होइन। रिकमेन्डेसन गर्दा राम्रो मान्छे हेरेर गरिदिनु पऱ्यो, किनभने काम त उहाँहरूले गर्नुपर्ने हो नि त। अनि उहाँहरूलाई हामीले चुनेर पठाइदिइसकेपछि विश्वास गर्नु पऱ्यो क्या अब उहाँहरूले राम्ररी काम गर्नुहुन्छ भनेर। सहमत यो यतिसम्ममा सक्दैन होइन? सो हामी पावरमा जान्छौँ, हामीले नै गर्छु भन्दाखेरि भन्नुभन्दा पनि हामीले चाहिँ के परिकल्पना गरेको त भन्दा सुजनले पनि भनेको कुरा हो, हामी चाहिँ एउटा वाचडगको हिसाबले काम गर्छौँ। राम्रो भइरहेछ कि छैन, रिकमेन्डेसन दिन्छौँ, योहरूलाई अगाडि सार्न पायो भने कस्तो होला भनेर कुराहरू गर्नु पाइयो नि त होइन? त्यसको लागि चाहिँ हामीले के गरेको त भन्दाखेरि सुदूर पश्चिमाञ्चलको होस् वा तराईको होस्, जहाँसुकैको पनि होस्, तपाईँहरू युथ हो, जेनजी भनेको कहाँको हो त भन्दा नेपालको हो के, एउटा काठमाडौँको मात्र होइन। अब जेनजीलाई अहिलेको रिप्रेजेन्टेसन कसले गर्छ त भन्दाखेरि एउटा जेनजीको एउटा केही अर्गनाइजेसन त हुनु पऱ्यो नि त फङ्सनिङ गर्नको लागि। त्यसको परिकल्पना भनेको वाचडग भन्नुहोस् या एक्जिक्युटिभ कमिटी भन्नुहोस्, त्यसमा आउनुहोस्। त्यसमा आउँदाखेरि आउनको लागि नआउनुहोस् क्या तपाईँ आफू केमा राम्रो हुनुहुन्छ, मेरो नाम यो हो, म यो जिल्लालाई रिप्रेजेन्ट गर्छु र मैले गर्न सक्ने काम यो हो भनेर त्यो एउटा केहीमा दर्ता गराउनुहोस्, लेख्नुहोस्। टेकवाला पार्टहरू हुन्छ नि, टेक्निकल पार्ट, मान्छेहरूलाई राख्ने, कसलाई के काम दिनेवाला पार्टहरू फिगर आउट गर्दैछन् केटाहरू। त्यो भयो भने तपाईँले आफू केमा राम्रो काम गर्न सक्नुहुन्छ त्यसमा काम गरेर देखाउनुहोस् क्या। किनभने अहिले 6 महिनामा के हुन्छ त्यसपछि हो सोच्नुहोस् त। यो पार्टीहरूको संविधान त त्यही छ नि त हाम्रो होइन? संविधानलाई त चेन्ज गर्नको लागि त लिगल कति धेरै युद्ध त नेक्स्ट लेभल युद्ध बाँकी छ क्या। अहिले यो 3 महिना 4 महिना 6 महिना होइन, हेर्नु पऱ्यो त्यो संविधानलाई चेन्ज गर्नलाई धेरै प्रोसेस छ।